के गर्नु आफू त समाजसेवी मान्छे जताततै मान्छेहरूले सहयोग माग्छ ल दिदी र राम्रोसँग जानु है बाई बाई बिस्तारी धेरै लोभ पनि नगर्नु कि यार दाउराको भारी यसरी घर गाउँघरमा आजभोलि ग्यास टन्ने पाउने ठाउँमा पनि यार दाउरा यसरी लाने हो उरुङ बाइक हो कि गदा हो त्यस्तो फेरि हर काका आज माछा चाहिँ दाउरा हालिन्छ नि मैले दाँत फेरि पुरै थाक्लोको डन्डीले सुलित्तै बाह्र मस्कायो नि कताबाट झर्ने हौ कतिको मन बोर्डकोमा परेछ भन्दाखेरि नि कतिको मन चाहिँ रहेछ भनेर चेक गर्नु पऱ्यो फाइनली चाहिँ अब फिस कतिको आइरहेछ भने आई वान्ट टु टेस्ट ओ माई डार्लिङ ओ माई गॉड कान्छी म ट्याङ ट्याङ भने जस्तो मेबी इस झन्डै भएछ माछाले फात्तै ल भइगयो खोइ काका एउटा सिलौटी लिएर आउनु त लोहोरो के ओ मिट मसला अनि माछामा हामी यस्तो कुकेर फिसमा माछालाई मिट मसला हालेर पकाउने तू समझा हाँ ओ के रे सातु भुटेको के ए बेसार त भरे माछामा फेरि हालेर बोक्नुपर्छ क्या आँखा लाग्दैन एक सेकेन्ड ल यता अब माछा लगभग 1 किलो माछा हुँदैछ फ्राई कुकम्यान मिस्टर शिवबहादुर क्याप्छ कि यता अब फेरि तेल त किन्दैछ तेल अलिक थोरै भयो होला हौ तेल त लाउनु पर्छ त खाने हो मुख गरेर हग्ने हो टमाटर फाटेर हग्ने हो मेन तल फाटेर भने जस्तो नजाने यसपालि अब उस्तै पर्यो भने यही ओहो तामाको साला कनिकाको भात ओह मुनुङ्गा यता बाइक छ भरे काका खै तपाईँको बासी भयो प्लास्टिकमा काका चाहिँ बासी भयो केको बासी ए ताजै भात हो साङ्नु पऱ्यो काका दही चिया फालेछ माछा उम्लिँदैछ ल ल ल ल ल ल लगभग 2 किलो माछा हालेको ल 2 किलो हालेको 3 जनालाई ल 1 किलो भागमा पार्छ होला हैन ल्याम्मै लाएर 2 किलो माछा पकाछ 3 जनालाई 1 किलो भागमा चाहिँ पुर्याउनु पर्यो मान्छेले हैन नि फेरि कडा भन्दा कडा माछा डिसेर मकै ज्या सोल्याक सोल्याक भनेर चाहिँ के हो न छुरो ज्याले माछामा भात खाने हो पुछर ठाडो पारेर घरतिर हिँड्ने हो